गाइज हाम्रो फर्स्ट डे इन जापान स्कुल के भन्छ है फर्स्ट डे स्कुल इन जापान हामी चाहिँ जापानको सुरु दिन होइन 6 दिन पछाडि स्कुल जाँदैछौँ गाइज स्कुलको फर्स्ट दिन तर राम्रो हुँदै आउटफुट हो कि आउटफिट बोतल बोकेर झोला बिरेर 12 पास गरेर नेपालमा केही काम भएन फेरि नर्सरीबाट पढ्दैछौँ गाइज मेरो छोरा चाहिँ यही हो उतादेखि साथीहरू आउँदैछन् केटाहरू दुलिन जस्तो गर्छन् ढिलो आउँछन् त्यही भएर हामी कुरेर बसेछौँ अनि त्यही हो तपाईँहरू स्कुल जानुभयो कि भएन जापान पुगेको कति दिनमा स्कुल जानुभयो हामी चाहिँ 6 दिन पछाडि स्कुल जाँदैछौँ कमेन्ट गर्नु होला गाइज हाम्रो डनहरू आउँदैछन् डन एउटा डन अझै दुलेन सिङ्गिला जस्तो छ के छ फर्स्ट डे स्कुल कस्तो फिल भइरहेछ झोला बोकेर कस्तो भइरहेछ दाइ 12 पास गरेर तिमी त बच्चा हौ भन्नुहुन्थ्यो लास्टमा बच्चा भयो स्कुल जाँदिन्छ झोला काले कस्तो लागिरह ठिक लागिरह स्कुल जाँदै फेरि पानी आउन लागेको गएछ हाम्रो कति उताबाट घाम लाग्छ यताबाट पानी आउँछ यताबाट हावा आउँछ चारैतिरबाट छिर्क्या हामीलाई त तँलाई कस्तो भयो अरे रिल्याक्स 12 पास गरेर तुलसीपुरा रिल्याक्स गर्छु भने तुलसीपुरबाट सिधै यहाँ कहाँ स्कुल जानु पऱ्यो भन्छ गाई चाहिँ कालेर यस्तै छ यो बाटो तैँले ढिलो गर्छ दुलिन जस्तो भनेको पर्छ भर्खर आइपुग्यो यता हेर्दा हामी त दुग्री स्कुल जाँदैछौँ गाइजहरू हामीलाई ढिलो हुँदैछ ओ टोकियोको ओसाकाहरू यस्तो गर्छन् कि साइकलमा त 1 घन्टा बोल्न खाऊ हामी त 2 मिनटमा सर हिँड्दै आइहाल्छौँ बाले फरेर हामी त मोज छ जिन्दगी तिमीहरू दुग्रा होला यति बेला है साइकल चला होला हौ हामीलाई त केही चलाउनु पर्दैन